#day 2 यो चाहिँ मेरो घर अनि अवस्था यस्तै छ अहिले आज चाहिँ रात पर्न लागिसक्यो यसो बाहिर वाकिङमा निस्किँदैछु कति गेम खेल्ने कति रुममा बसिराख्ने हैन सो आजको क्या लाग्यो त्यही भएर सो अन्त आज बढी चिसो छ हैन -3 छ सो कुहिरोहरू पनि लागिरहेछ अलिअलि अनि अझै 2-3 दिन सुक्छ जस्तो लागिरहेको छैन यहाँको हिउँ देखेर घरको वरिपरि भयो हाम्रो बस्ने ठाउँको वरिपरि यस्तो छ गाडीहरू बिच्नु अझै पनि खसिरहेको छैन अझ घरहरू यस्तै